नमस्कार साथीहरू, तपाईँले देखिरहनु भएको छ पक्कै पनि प्रत्येकले पसल बजारमा गइसकेपछि प्लास्टिकका झोलाहरू लिएर त्यो झोला ल्याएर हामी तरकारी त्यसो गर्नुको सट्टा हेर्नुहोस् त यसरी फेरि पुनः प्रयोग गर्नुको लागि पट्याएर राख्न सकिन्छ। यसरी पट्याएर राखिसकेपछि फेरि यसलाई पुनः प्रयोग गर्न सकिन्छ, जसले गर्दा वातावरणलाई पनि बिग्रिँदैन, फेरि यसलाई रिसाइक्लिङ गर्न पनि सकिन्छ। त्यसैले तपाईँहरू सबैलाई मैले एउटा चेतनाको लागि यो जानकारी तपाईँहरूले पनि यसरी बजारबाट सामान किनेर लिएर आउँदाखेरि जुन प्लास्टिक पाउनुहुन्छ त्यो प्लास्टिकलाई यसरी पट्याएर राख्न सकिन्छ। यसरी पट्याएर राख्न सकिन्छ र यो फेरि त्यसैले जथाभावी फ्याल्नुको सट्टा बजारमा फेरि यसलाई रिसाइक्लिङ यसलाई फेरि रियुज गर्न सकिन्छ। राखेर फेरि पुनः प्रयोग गर्न सकिन्छ। तपाईँले यसरी कलेक्सन गरेर दिनुभयो भने पसलले फेरि तपाईँको किनिदिन्छ, खरिद गर्छ। यो बजारमा किन्दाखेरि किलोको 250-350 रुपियाँसम्म पर्छ। तपाईँले लगेर हाफ दाममा पनि बेच्न सक्नुहुन्छ। यस्तो तपाईँले बजारबाट सामान खरिद गरेर धेरै यस्तो प्लास्टिकहरू फाल्नुको सट्टा यसलाई कलेक्सन गरेर यसरी राख्ने गर्नु र फेरि पुनः पसलमा बिक्री वितरण गर्नुभयो भने तपाईँलाई हाफ दाममा बिक्री हुन्छ। श्रोता, र तपाईँहरूले पनि यसरी राख्ने गर्नु छ है, सबैले राख्ने गर्नु होला। यसरी वातावरणमा जथाभावी नफाल्नुहोस्। सहरीकरणमा धेरै यस्तो प्लास्टिकहरू चाहिँ नै डस्टबिनमा फाल्ने, फोहोरको रूपमा फाल्ने गरिन्छ। यो चेतनाको कमी भएर विकसित देशमा यसरी फालिँदैन। यसरी घरमा ल्याएर यसरी जतनले राखेर फेरि पुनः प्रयोगको लागि पसलमा बिक्री वितरण गर्ने चलन छ है। त्यसै गर्नुहोस्। सबै दर्शक श्रोतालाई नमस्कार। यहाँहरूको कमेन्ट र लाइक, सेयर र फलोको पनि अपेक्षा गर्छु। यस्तै यस्तै उपयोगिता र जानकारीमूलक र यस्तै यस्तै भिडियोको लागि यहाँले फलो र लाइक, सेयर पनि गर्न नबिर्सिनु होला है दर्शक श्रोताहरू। है त, नमस्कार।